हेलो हाई एन्ड नमस्ते है सबैजनालाई आफ्टर लङ टाइम फुल भ्लग लिएर आएको छु। आज चाहिँ बाइकको सर्भिसिङ छ, त्यही भएर एउटा यहाँ ग्यारेज जाँदै हो पावर सिफ्ट भन्ने बाइकले देखि तिनीहरू सर्भिसिङ गरिरहेको छु। सो लास्ट टाइम सर्भिसिङ गरेपछि अराउन्ड 5000 किलोमिटर पछि फेरि सर्भिसिङ हो। सो हेरौँ कति खर्च के आउँछ। इस्टिमेटेड चाहिँ 700-800 जति भएको थियो। त्यो पनि अरू केही पार्ट्स चेन्ज गर्नुपर्ने भयो या त के गर्नुपर्ने भयो भने चाहिँ बढ्न सक्छ। यो चाहिँ अल्कुज एरियातिर हो, त्यही भएर यहाँ अलिक धेरै नै यो के भन्छ होला, यो कमर्सियल गाडीहरू हुन्छ क्या वेयर हाउसहरू स्टोरहरू यता टन्नै छ नि त। द्याट्स वाइ आई होप यु गाइज आर फाइन एन्ड डुइङ वेल है। सिचुएसन हल्का शान्त शान्त हुँदैछ, छिटै नै होस्। Let's get back to normal. पैसा कमाउनु छ यार, कटाउहरू भन्दा नि पैसा। आजको दिन पनि सही छ, न घाम लागेको छ, तर हल्का चिसो चिसो यो पानी पर्ला पर्ला जस्तो छ क्या। सायद भोलितिर चाहिँ पर्छ होला पानी। A few moments later. आइपुग्यो। ल यही हो पावर सिफ्ट भनेको। म अहिले भिडियोहरू देखाउँछु। एभ्रिवान, अहिले चाहिँ म अल्कुजमा आज बाइक बनाउन आएको है। दिस इज पावर सिफ्ट मोटर्स अल्कुजमा। दिस इज माई बाइक, यु क्यान सी। यसको चाहिँ ओइल डाउन गरेर सबै यता कसकस भइरहेको छ। ओइल इज डाउन। सो यसको यो ब्रेक फ्लुइड पनि चेन्ज भइसक्यो। They have changed this brake fluid and well down lesser काम. So this is power shift for you, Alcuz. If you want to do the servicing, trying to upgrade your bike, they have parts, they have everything, and you can sell as well. Plus they have the bike here. So यो चाहिँ Aprilia को RSV4 क्या मस्त छ यार। यसमा भएको यो सानो पार्ट्स पनि के यस्तो एरोडाइनामिक बनाएको छ, यहाँबाट एयर सट्टै काटेर आउने खालको क्या। यस्तो बवाल बाइकहरू छ क्या यहाँ। दिस इज Aprilia for you. Too naked, number plate पनि तल न तल। And this is the new 2025 R6
फुल ब्ल्याक मम्मा कसम के सेक्सी छ यार यो अन्त गोल्ड के भन्ने एक्राको एक्जस्ट कस्तो हेभी छ क्या हाउ बिग इट इज शिट दिस इज Kawasaki 1000 SX यस्तो ठुल्ठुलो बाइकहरू चाहिँ आफ्नो बाइक त यत्रो लाग्यो यार यहाँ आएर त कस्तो होला मलाई यहाँ के हो यो सेटिङ दैट पागल हुने क्या मोडल हेरेर यो चाहिँ मसँग छ है फेरि क्वाड लक वान अफ द बेस्ट फर द बाइक है यसको ड्याम्पर सिस्टम छ त्यसले त्यो क्यामेराको त्यो सेन्सरलाई चाहिँ बिगार्दैन क्या यसको चाहिँ त्यो ड्याम्परिङ गरेर दिस इज डुकाटी है कत्रो कत्रो बाइकहरू छ क्या कसम यो पनि 1000 सिसी नै हो 11 समथिङ हो यो यसको यो क्यालिबर होइन क्यालिबर के भन्छ होला क्यालिबर नै भन्छ होला मैले ठ्याक्क नामै बिर्सेँ एन्ड देन दे हेभ होन्डा 650R यो चाहिँ मलाई मन पर्दैन फेरि कसम होला चारवटा त उयोबाट छ क्या भल्भबाट बट वान अफ माई मोडलै भएन क्या योभन्दा बरु त अर्को 600 नै ठिक हुन्छ क्या यस्तो हेभी देखिन्छ यो त कस्तो फुच्चे देखिन्छ दिस इज सुजुकीको 750 होला इफ आई एम नट रङ तर बाइक चाहिँ एकदम च्वाक छ त्यसले कटल रहेछ त्यो पनि नयाँ जस्तो लाग्यो 25 तिरको हो कि अलिकति पुरानो तर नयाँ छ कस्तो टल्काएर राखेको यार यस्तो दामी छ एन्ड दे हेभ फर यु अ सिमुलेटर बाइक एज वेल दिस इज आई थिङ्क Honda 1000cc so you can pay and then they will play a track over there so you can ride the मस्त so कति छ यसको 20 मिनट्सको 200 प्लस वाट र 30 मिनट्सको 250 प्लस वाट 3 ल्याप 20 मिनट्समा 30 मिनट्समा 5 ल्याप एन्ड दिस इज BMW 1000S यो त क्रुज टाइपमा रहेछ नि लाइक एडभेन्चर टाइपमा तर हेभी छ यार बाइकमा कसम कस्तो छ दुई तिनवटा गोप्रो त्यो लगाएर माउन्ट लगाएर पनि टक्क आफूलाई भिडियो हान्दा पनि सही हुन्छ यो चाहिँ लङ राइडको लागि ठिक हुन्छ एकदमै पर जाँदाखेरि चाहिँ यसलाई त के भन्ने अब यस्तो छ कडा सो दे हेभ दिस निन्जा दिस इज प्रोबब्ली 400 आई गेस Kawasaki Ninja 400 हो यो KTM 790 MB Agusta Dragster RR यो पनि बवाल अब के भन्ने छ त्यो सौरभ जोशी दाइसँग पनि छ एन्ड आई थिङ्क ही हेज द फ्यु लिमिटेड एडिसन एन्ड दे हेभ दिस Kawasaki 1000 कत्रो क्या मलाई त हरामी छ मैले चाहिँ डिल पनि गरेँ एक्चुली कुरा पनि भएको थियो मेरो पनि यो MB Agusta मतलब त्यो बढाइ चढाइ गरेर भने होइन MB Agustaकोसँग एकजनासँग मैले यो त्यो मेरो लिनुभन्दा अगाडि चाहिँ MB Agustaसँग कुरा भएको थियो एन्ड अलमोस्ट द डिल वाज फाइनलाइज तर फेरि पछि गएर त्यसको पार्ट्सहरू अलिकति एक्सपेन्सिभ हुने अनि प्लस लिन पनि फेरि साह्रो जानुपर्ने थियो क्या मैले आई प्रिफर इन दुबई त्यही भएर डिल भएन बट ही वाज गिभिङ मी 2015 MB Agusta Dragster है अलिकति महँगो थियो मेरोभन्दा बट फेरि पछि फर्दर प्राइस एन्ड अल हेर्दाखेरि चाहिँ यो बाइक मेन्टेन गर्न चाहिँ बहुतै बढिया पैसा चाहिन्छ क्या एन्ड दे हेभ देयर ओल्ड मोडल एज वेल हियर दिस इज एब्रेला दिस इज कावासाकीको कति हो यो ZXR जस्तो लाग्छ मलाई यो ठुलै छ दिस इज यो हो क्या यो मोडल चाहिँ मनपर्छ क्या मलाई होन्डाको त्यो अर्को त्यो रातो मोडल भन्दा यो मोडल यो होन्डाको CBR 600 पनि दामी छ यसको मोडलमा 1000 त भबारै भयो यो चाहिँ पुरानो बाइक दे हेभ बिन स्टेइङ हियर आई थिङ्क यो ओनरले त्यति केयर नगरेर या त अक्सनबाट लिएर आएको बाइक हो यो यामाहाको R1 हुनुपर्छ यो दिस इज डुकाटीको 1196 समथिङ के मोडल हो यो सो यस्तै छ चल्दैछ बाइकको सर्भिसिङ हुँदैछ उता देयर इज वान मोर हायाबुसा सुजुकी हायाबुसा Gen 2 हो यो आई थिङ्क Gen 1 Gen 2 हो यो
यसको पनि सर्भिसिङ हुँदैछ अगाडि के निकालेर पेनेगाले डुकाटी पेनेगाले V2 V4 V5 कतिसम्म आइसक्यो होला मलाई थाहा छैन तर अब त्यत्रो महँगो आँटै गरिँदैन यो बाइकहरू सो थाहा नै छैन V4 V5 त सुने जस्तो लाग्छ मलाई यिनीहरूको चाहिँ फेरि नम्बर प्लेट यसरी यहाँ लुका भन्नाले यस्तोमा छ क्या मेरो चाहिँ फेरि माथि नै छ बाइक हेर्दा सानो कम्प्याक्टमा बवाल छ अरे तपाईँलाई माथि अझै बाइक देखाइदिन्छु ल म खतरा खतरा बाइकहरू छ यहाँनिर ल मिनी बाइक कति सिसीको अरे यो मेबी 70-80 सो माथि जाउँ दे हेभ हार्ले डेभिडसन